1 2 3 4 यो के गरेको नाति? पुसअप गरेको नि हजुरबा, तपाईँ पनि गर्नुस्, ज्यान बन्छ। भयो नाति नगर्ने, त्यस्तो पुसअप त तेरो हजुरआमासँग कति गरियो। के भन्नुभयो? मेरो मतलब तैले पुसअप गरेको देखेर तेरो हजुरआमाको याद आयो भनेको के? मैले पुसअप गरेको देखेर हजुरआमाको याद चाहिँ कसरी आयो तपाईलाई? हजुरआमा पनि पुसअप गर्नुहुन्थ्यो र? होइन नि नाति, मैले तेरो हजुरआमालाई पुसअप गरेर पठाएको थिएँ क्या, त्यसैले याद आयो भनेको। हो र हजुरबा, त्यसो भए त तपाईँ जवानीमा खतरा पुसअप गर्नुहुन्थ्यो होला है? गर्थे नि मुला, 5 मिनट नन स्टप पुसअप गर्थे म, त्यसैले सबले मलाई पुसअपे माइला भन्थ्यो। के भन्थ्यो रे हजुरबा? पुसअपे माइला के? म खतरा पुसअप गर्थे अनि घरको माइला छोरा थिएँ नि त, त्यसैले सबले मलाई पुसअपे माइला भन्दै बोलाउँथ्यो। अनि अचेल चाहिँ किन पुसअप नगर्नु भएको त? ज्यान बनाउनु मन छैन तपाईलाई? यो उमेरमा पुसअप गरे भने त ज्यान होइन मेरो च्यान बन्छ नाति। हजुरबा हेर्नु त मेरो नयाँ लुगा कस्तो छ? ओहो, कस्तो राम्रो लुगा मेरो नातिनीको, ठ्याक्कै स्वर्गको परी जस्तो देखिरहेछ। देखिन्छ स्वर्गको परी जस्तो, यस्तो स्वर्गको परी भयो भने त भगवानहरू पनि नर्कतिर भाग्नुहुन्छ। हेर्नु न हजुरबा, यसले मलाई के भन्छ? भन्छु त, के गर्छस्? ए नाति, बहिनीसँग किन बाजेको? बहिनीलाई त माया पो गर्नुपर्छ त। के को बहिनी? यसलाई त मम्मी बाबाले बाटोमा भेट्नु भएको रे। जे पाए त्यही नबोल त, पैसा वरा बाटोमा भेट्छ। 9 महिना पेटमा राखेर जन्माएको होइन तेरो आमाले? यसले मलाई सधैँ यस्तै भन्छ हजुरबा, आज त म यसलाई टिका लगाइदिन्न। नलाइदेन त, मलाई घाटा हुने होइन क्यारे, मेरो त झन् पैसा जोगिन्छ नि। तेरो पैसा हो र त्यो? बाबाले दिएको पैसा त हो नि। दिन्छ तेरो बाबाले, मैले भाले बेचेर कमाएको पैसा हो यो। हाम्रो घरमा त भाले नै छैन त नाति, कुन भाले बेचिस? हाम्रो घरमा पो छैन त हजुरबा, छिमेकीको घरमा त छ नि। राम, तैले छिमेकीको भाले बेचेको? सीता, हजुर मैले छिमेकीकै भाले बेचेको। अबे साले, के रे, कसको भाले बेचेको रे? बाबा तपाईँ यहाँ कसरी? त चाहिँ यहाँ कसरी? तँलाई मैले फुपूलाई लिएर आइज भनेको होइन? फुपू आफै आउनुहुन्छ रे के? अघि भर्खर फोन गर्नु भएको थियो। त्यो चाहिँ किन आउने रे? भाइटिकामा त दिदी बहिनीको पो घर जानुपर्छ त, उनीहरूलाई बोलाउने हो र? मैले बोलाएको होइन के बुवा, त्यसको घरमा पाहुना आएको छ अरे, त्यसैले यतै आएर टिका लगाइदिने रे के। ए, अनि त चाहिँ कहाँ गएर आएको नि? म पनि ससुराली गएर आएको हो बुवा, यिनीहरूको आमालाई पुर्याएर आएको। ऊ पनि यसपालिको तिहार उतै मनाउने रे। हो र? अनि जाने बेला मलाई किन नभनेको त? तपाईँ त बच्चा जस्तो राल्चो आउँदै सुतिरहनु भएको थियो, त्यसैले नभनेको नि। छ्या हजुरबा, तपाईँ पनि राल्चो आउनुहुन्छ? मैले जानी चुवाएको होइन नि नातिनी, निदाको बेला आफै चुइन्दो रहेछ। मेरो मिसले भन्नु भएको राल्चो आउनु त ब्याड ह्याबिट हो रे नि, अबदेखि नचाउनु ल। ल नातिनी, के को ल? यसले चाहिँ दिनहुँ ओछ्यानमा मुद्दा हुने, अनि तपाईँले चाहिँ रेल नि चाउनु नहुने? तैँले देखेको छस् मैले ओछ्यानमा मुतेको? देखेको छु त मुतुई, लाइभ देखेको छु। त सुत्ने बित्तिकै चिसो ओछ्यान पनि तातो हुन्छ, बुझिस? बाबा हेर्नु न, यसले मलाई मुतुई भन्छ। ठिकै त भन्यो नि छोरी, तिमीले गर्दा बेडको तन्ना दिनदिनै फेर्नु परिरहेछ। कुनै तन्ना त धुँदै च्यातिन्छ। तिमीले सुसु गरेको कि एसिड गरेको छोरी? ओइ मुलाङ खरे, छोरीलाई त्यस्तो भन्छस्? त चाहिँ सानोमा मुद्देन थिइस्? थाहा छ नातिनी, तिम्रो बाबा त झन् ओछ्यानमा लडी बुढी गर्दै मुथ्यो। किस कलर की चड्डी पहने हो? ए बाबा, बच्चाहरूलाई किन सुनाउनु भएको यस्तो कुरा? आफूलाई भन्दा कस्तो हुँदो रहेछ, थाहा पाइस्? फुपू आउनु भयो, जा ढोका खोल्दे। ढोका खुल्लै छ फुपू, भित्र आउनुहोस्। ढोका खोल्दे भनेको सुनिनुहोस्। साले तू घोक्राउनु पर्छ त अनि, खोल्दिहाल्छु नि। के छ मेरो भदै? ठिक छ फुपू, नमस्ते। नमस्ते फुपू। अम्मै मेरो भदै नि, नमस्ते। कति पुड्की भएको? बाउ जत्रो पनि हुँदैन कि क्या हो? आइस छोरी। हजुर आए त बुवा, किन आउनु हुँदैन थियो र? मैले त्यस्तो भनेको छु र? आइपुगिस् पो भनेको त। अनि आइपुगेर त तपाईँको अगाडि छु नि बुवा, देखि पनि सोध्नु पर्छ त। यसलाई बोलेर नसकिने रहेछ, यहाँ उता पनि यसरी नै बोल्थ्यो, बिहे गरेपछि सप्रिन्छ कि भनेको त झन् पो बोल्ने भएछ। त्यही भएर मेरो बिहे नगर्दिनु भनेको, सुन्नु भएन तपाईहरुले? के बोल्या बहिनी, के बोल्या? त आफै बिहे गर्छु भनेर तम्सेको होइन त्यति बेला? मैले त लभ म्यारेज पो गर्छु भनेको थिएँ त, तपाईहरुले जबरजस्ती एरेन्ज म्यारेज गर्दिएको होइन मेरो? हाम्रो परिवारमा लभ म्यारेज हुँदैन, थाहा छैन तँलाई? लभ म्यारेज हुनलाई त लभ पर्नु पर्यो नि, साका सन्तानकै अनुहार घिरौला जस्तो छ, अनि कसले लभ गर्छ त? ए छोरी, त टिका लगाइदिन आएको कि हामीलाई घिरौला भन्नु आएको भन् त? म टिका लगाइदिन नि आएको, अनि तपाईहरुलाई घिरौला भन्न नि आएको। अच्छा, घिरौला त तैले भनिसकिस् हेर छोरी, अब टिका लाउनु बाँकी छ, त्यतातिर लागौँ ल। ल साइड कटिसक्यो, छिटो लगाम छिटो। पक्नु न, सुरुमा बच्चाहरूले लाओस् न, त्यसपछि हामी लाउनु पर्छ। सुरुमा कुन कलर लाउनु फुपू? कलर होइन टिका भन्, सुरुमा सेतो टिका लगाइदे, अनि त्यसमाथि एक एक गर्दै अरू टिकाहरू थप्दे। हस् फुपू। ओइ मुतुई, टिका लाउने बेला चाहिँ नमुत है।
हेर्नु न बाबा फेरि मुतुवे भन्छ। नजिस्कन बहिनीलाई टिका लाउन दे। ओइ पर्खी पर्खी एकछिन पर्खी त। के भयो के फेरि? मेरो ढाड लास्टै चिलायो के, पछाडि आएर कनाइदिए त सुरुमा। अबे साले म कनाइदिम। भयो बाबा पर्दैन, तपाईँको हातलाई किन दुःख दिनु, म आफै कनाइहाल्छु नि। ला मोज गर। ला त पनि मोज गर। फेरि रुमाल? म चाहिँ हरेक वर्ष पैसा बढाएर दिन्छु अनि त चाहिँ जहिले मलाई रुमाल मात्र दिन्छस्? यो भएन है बाबा। त सिगानेलाई रुमाल नदिएर के दिनु त? गजब बेइज्जती है। म पनि सानोमा रुमाल नै दिन्थे नि तपाईँलाई, थाहा छ नि दाजु? थाहा छ नाकभरि सिगान चाहिँ तैँले बोकेर हिँड्थिस् अनि रुमाल चाहिँ मलाई दिन्थिस् होइन त? अनि तपाईँले चाहिँ फुपूलाई कति रुपियाँ दिनुहुन्थ्यो नि? म त यसलाई 100 रुपियाँ दिन्थे नि। जा बो 100 रुपियाँ मात्रै? त्यति बेलाको 100 रुपियाँ अहिलेको 1000 रुपियाँ हुन्छ नि त छोरी। हो र बाबा, त्यसो भए मलाई त्यति बेलाको 100 रुपियाँ दिनु न, म पसलमा साटेर 1000 रुपियाँ लिएर आउँछु। यो पनि यसको आमा जस्तै रहेछ, एउटा कुरा भन्दा अर्को कुरा बुझ्ने। भाउजू त छैन नि घरमा? छैन माइती गएको छ तेरो भाउजू। भयो नि को डराउँछ र? त्यस्तो भाउजूलाई त कान्छी औँलाले घुमाएर फ्यालिदिन्छु म। अच्छा ओ तेरो भाउजू आयो। सरी भाउजू सरी, म त मजा गरिरहेको थिएँ, तपाईँ मेरो बेस्ट भाउजू हो, प्लिज मलाई केही नगर्नुहोस्। खोइ त भाउजू। कैसा लगा मेरा मजाक? ए दाजु कस्तो ढाँटेको के, बच्चाहरूको अगाडि बेइज्जत भएन मेरो? डोन्ट वरी फुपू, हामी कसैलाई नि भन्दिनौँ के, फुपूको इज्जत हाम्रो इज्जत। स्याबास मेरो बधाई, यस्तो हुनुपर्छ बधाई भनेको। तर हामीलाई 1000 रुपियाँ चाहिन्छ। के भनिस्? त अब फुपूलाई ब्ल्याकमेल गर्छस्? के गर्नु फुपू, पापी पेटको सवाल छ, गर्नै पर्यो नि। साले तू तेरो पापी पेटलाई सियोले घोचेर फुटाइदिन्छु अहिले म। फुपूलाई पैसा माग्छस्? अनि कसलाई माग्नु त? तपाईँलाई माग्यो भने मम्मीलाई माग भन्नुहुन्छ, मम्मीलाई माग्यो भने बाबालाई माग भन्नुहुन्छ। धन्न हजुरबा हुनुहुन्छ र गुजारा चलिरहेछ मेरो। ए बुवा, यसलाई पैसा नदिनु भनेको होइन, तपाईँले गर्दा दिनदिनै बिग्रिरहेछ यो। चुप्लाक, मैले पैसा दिएर होइन, तैँले हात हातमा मोबाइल दिएर चाहिँ बिग्रेको हो तेरो छोराछोरी। मैले दिएको हो र यिनीहरूको आमाले पो दिएको हो त? तर किनिदिने त तपाईँ नै हो नि। पक, अबदेखि केही किनी माग्लास्। मैले त केही भनेको छैन है बाबा, मलाई चाहिँ किनिदिनु है। हेर बाटी, यति सानोमा यस्तो बाटी छ, पछि गएर के हुन्छ होला? के हुन्छ र? कुन चाहिँ लाटो केटोसँग बिहे हुन्छ अनि रुँदै बस्छ नि। ए नाति, कति जिस्काको बहिनीलाई? अब जिस्काइस् भने तँलाई पैसा दिन्न है म। मेरो प्यारी बहिनी, अबदेखि म तँलाई कहिले जिस्काउँदिन ल। ये सब क्या देखना पड़ रहा है? तर म मिलेर बस्नुपर्छ अब। बहिनी आइज, अब मलाई टिका लगाइदे। सिधा लगाइदे है, त जहिले बाङ्गो लगाइदिन्छस्। तपाईँको निधारे बाङ्गो छ त मैले कसरी सिधा लगाइदिनु? मेरो निधार होइन, तेरो आँखा चाहिँ बाङ्गो छ के, आँखा सिधा पार अनि लगाइदे। लिनुहोस् बहिनीको उपहार। त्यही राख्दे। ला तँलाई दक्षिणा। 3000? 3000ले त 10-12 ठाउँमा टिका लाउन सकिन्छ त बाबा? यति धेरै पैसा किन दिनु भएको फुपूलाई? चुप्लाक, तेरो फुपू मेरो एउटा मात्र बहिनी हो, त्यसैले दिएको। अनि म पनि यसको एउटा मात्र बहिनी हो त बाबा, यसले त मलाई 3000 दिँदैन त? तिमीहरू अहिले सानै छौ नि त छोरी, पछि तिम्रो दाजु कमाउने हुन्छ अनि दिन्छ नि तिमीलाई पनि 4-5 हजार। दिन्छु 4-5 हजार। मैले यसको ऋण खाएको छ र हरेक वर्ष 4-5 हजार दिनु यसलाई। हेर बोलेको, बहिनीले त्यस्तो भन्छन्? ए दाजु, यो नि के फटा हुँदैछ है, तलाउनु यसलाई। अच्छा तपाईँको छोरा पनि सज्जन छैन ल, म भन्दा 10 गुणा फटा छ तपाईँको छोरा त झन्। चुप्लाक, मलाई थाहा हुँदैन मेरो छोरा कस्तो छ भनेर, त भन्दा धेरै बलात्कार छ मेरो छोरा। हो रहेछ, त्यही भएर पो जहिले गर्ल्स टोयलेटमा भेटिँदो रहेछ। यो हुन सक्दैन, मेरो छोराले कहिले त्यस्तो गर्दैन बुझिस? गर्दैन होइन, गरिसक्यो फुपू, त्यो पनि एकचोटि होइन 3-4 चोटि। दुखी नहुन छोरी, नातिको काम परेर गएको होला के गर्ल्स टोयलेटमा। कुछ भी गर्ल्स टोयलेटमा केटाको के काम पर्छ? तपाईँ पनि कस्तो कुरा गर्नुहुन्छ हौ? नथर्काना छोरी, त मेरो बाउ कि म तेरो बाउ? बाउको कुरा कहाँबाट आयो फेरि? मुखबाट आयो नि छोरी, कहाँबाट आउँछ र? भयो, म अब बोल्दिन। त्यसो भए घर जानु न त फुपू, यहाँ मूर्ति भएर के बस्नुहुन्छ? ओइ भात मारा, तँलाई मैले पिट्नै पर्ने हो, के भनेको त्यो फुपूलाई? मैले के गलत भनेर बाबा? यहाँ चुप लागेर बस्नु भन्दा घर फर्केको ठिक होइन र? होइन, मेरो फुपू कहीँ जानुहुन्न, म सँगै बस्नुहुन्छ। तँलाई फुपूको त्यस्तो माया लाग्छ भने जान त फुपूसँगै। जान्छु त, तँलाई के भयो? गइहाल्न त अहिले नै। अहिले नै किन जानु? मलाई जतिखेर मन लाग्छ त्यतिखेर जान्छु नि। यो दाजु र बहिनी झगडा गरेको देखेर त मलाई तिमीहरूको पो याद आयो। हामी पनि यसरी नै झगडा गर्थ्यौँ है बुवा। झगडा होइन, तिमीहरू त रेस्लिङ खेल्थ्यौ।
कहिले काहीँ त बत्ती नहुँदा म तिमीहरूकै रेस्लिङ हेरेर बस्थे। अनि हामी झगडा गरेको देख्दा रिस उठ्दैन थियो तपाईँलाई? उठ्थ्यो नि। कहिले काहीँ त छोराछोरी होइन कुकुर र बिरालो जन्माए जस्तो लाग्थ्यो। तर पछि फेरि तिमीहरू मिलेको देख्थे अनि अझै 3-4 जना थपौँ कि जस्तो लाग्थ्यो। हजुरबाले त झन्डै भलिबल टिम बनाउनु भएछ। सोच त थियो नि नाति, तर हजुरआमाले मान्नु भएन। हजुरआमाले मान्नु भएको भए त फुटबल टिमै बनाउनु हुन्थ्यो होला है हजुरबा। ओइ त धेरै बोलिस, जा देउसी खेल्नु जा। कोसँग खेल्नु हौ? कोही साथी छैन, सब गाउँ गएको छ। बहिनीसँग खेल जा। भाँडाकुटी हो र बहिनीसँग खेल्नु? देउसी पनि 2 जनाले खेलिन्छ र? त्यसो भए घरभित्रै खेल न त। तिमीहरू सबै मिलेर देउसी खेल अनि म तिमीहरूलाई आशीर्वाद दिन्छु। आशीर्वाद होइन हजुरबा, हामीलाई पैसा चाहिन्छ, पैसा। ल म पैसा पनि दिन्छु। ल भट्टा हे त मैले के भन मेरा भाइ हो। म तेरो भाइ हो। या भट्टाउ त यस्तै भन्नुपर्छ के बाबा। ल भट्टा भट्टा। ए भन मेरा भाइ हो देउसी रे। ए राम्ररी भन देउसी रे। ए स्वर मिलाइकन देउसी रे। ए जोर लगाइकन देउसी रे। ए अझै भन देउसी रे। ए अहिले भन देउसी रे। ए तुरुन्तै भन देउसी रे। ए भन न भन देउसी रे। ए छिटो भन। ल तेरो देउसी रे। यसरी बटाइन्छ।